ठ्याक्क छ नि त टार्गेट अनि माललाई जानुभयो पर त्यो ठुलो ढुङ्गो थियो भिनालाई थाहा छ त्यो ढुङ्गो छल्लिएपछि अब म ठ्याक्क ठेका भाँडा छोपेँ अरे कपडाले लागेँ उकालो हरिको लगाइयो गोठामा अनि गएँ उसको भोटे कुकुर उस्तामा बाँधेको थियो भङ गऱ्यो ऊ आगो तापेर बसेर छ बुढो मान्छे बुढो पनि होइन अलिक हामीभन्दा धेरै उमेरदारी लाथे अनि झन्डै ढुकढुक पारो नि अनि हे कान्छा नानी भनौँ अनि म त अनि पारेको राम्रो एक्सप्रेसन पनि चाहिन्छ अनि भात पका उसको भातसँग हाम्रो भात मिल्दैन थियो मकैका चामल मल्पुको भात खान्थ्यो के गर्नु कान्छा नानी मेरो कानै बेटी जस्तो भात मन पर्दैन अनि पैँचोमा पनि मिल्दैन थियो कहिलेकाहीँ म त फाइसर ग्राउन्डको भन्थेँ अनि मलाई पनि भात दियो अरे खाइयो यो अनि पशु त्यो अब ऊ ठुलो मोटो मान्छे यत्रा यत्रा पाङ्रा भएका अब ठन्डा ठाउँ देखाएको ठाउँ खाइलाग्दो आमाका काखमा जस्तो सुत्यो बिहानै त उड्नु पर्यो नि नभए यता गोठा मार्छ अनि आउँदा त्यो चौरमा हिँड्दाखेरि यो गलेनी फाटिहाल्थ्यो फाटिहाल्थ्यो तुसारालाई अनि खुरुरै यहाँबाट निकै थियो एकछिन थियो उकालो जानु पर्थ्यो ओह्रालो आउनु पर्थ्यो सिधै थियो गोष्ठी देखिँदैन थियो अनि आएर चाहिँ के गर्ने भने नि हेर विश्वास भनेको त्यस्तो हुन्छ ठ्याप्पै राडी ओछ्या त्यो सोत्तर ओछ्याएको हुन्छ नि ओछ्यानमा ठ्याप्पै नै अनि त्यहाँ ड्याममै राडी ओछ्याएर लडेर एकदम लडी बढी नि के भन्छ अनि हिरानले जान्नुभयो अनि त्यहाँबाट ठेकामा फेरि त्यो सिरकको राडी पट्याएर उ गर्यो अलिअलि सोत्तर टाँस्यो नि प्रमाण सुते जस्तो त्यहाँबाट अलिक भरे दाजु आयो अरे सडक छ नि त अनि सबै अनि उनीहरू त ठुला ठुला मान्छे कुरो भन्न रहेछ नि त्यो ओली मरो बाजिया कान्छा नानी आइरहेको थियो त भन्यो तर अवश्य पछि जान्दा है पछि अनि त्यहाँबाट मैले 2 दिन त्यसो भयो अनि पछि पनि कहाँ र 2-4 दिनमै नि उनीहरू भेट भएपछि त भइगयो नि त कुरो उनीहरू ठुलो ठुलाको अब हाम्रो छोराछोरी मसिनाको कुरो हामी गर्दैनौँ र हो त्यही त रहेछ नि अनि त्यहाँबाट है अस्ति माथि बजार ठेकाइस् उपाय छैन नमुङ्ग्रै हाल्छ त्यस्तो सम्बन्ध गर्दैछ एकखेप उनै मालाको पैसा घरमा है त्यो चाहिँ घरमा बस्ने पालो परेको के माथि आएको त्यो 10 रुपियाँ पैसा रहेछ नि उतिखेरको झन् चिनिँदैन पैसा अनि पटक्कै पट्याएर राम्रो यत्रो पारेर गोजीमा बोकेर राति सुतेको बिहान त त्यो पैसा त कागजमा भरि एक पत्ता कागज लेखेर छ लेखेर पढ्न जान्दैन नि त्यस्तो पो रहेछ अनि राति निकालेर पट्याएर उस्तै पारेर नि जस्तो पार्यो त्यस्तै पारेर अनि ती ओलीले अब त्यो कुरो त्यति त्यहाँ टुक्रायो सम्झेको अनि अर्को कुरो के भने ती ओली र कालाजुको साथी बलभद्र खरेलको छोरो कान्छो मेदे भन्थ्यौँ त्यसलाई हामी धेर थोरी कुराले पनि निस्किएको गोठामा भन्दै